दर्शकों माने बाबाहरू आज 27 तारिक तीसरा महिना 2026 को कञ्चको बसालेको घरमै त्यसका लिए हल्का मटर पनीर बनाइदिएको। किनभने छोले यिनी पनि बनाएकै थियो। हटको मटर पनीर बनाइदिएको बिना प्याज बिना लसुनको, खाली टमाटर सिन्दा नमक, यसमा अरू केही पनि छैन। घरमा हल्का थोरै बनाएर सबै छोरीहरूलाई खुवाउनु पर्ला भनेर बनाएको। तपाईहरुलाई हेर्नलाई कस्तो लाग्छ हेर्नुस्। व्रतको खाना हुनाले हल्का कडा देखिए छैन, किनभने व्रतमा बेसार यिनी खतरन राख्दैनन्। हेर्नुस्, त्यही भएर हल्का सिम्पल तरिकाले बनाएको, किनभने व्रतको खाना साफ सुथरा बनाउनु पर्छ। मटर पनीर हेर्नुस्, हजुरलाई देखाइरहेको छु। कस्तो लाग्छ लाइक कमेन्ट हान्न पनि नभुल्नु होला। यो पाक्दैछ, 10-15 मिनेट पकाएर राम्रो तरिकाले बल्ल गाढा हुन्छ।